हेलो गाइज गुड मर्निङ वेलकम ब्याक टु माई च्यानल फ्याक्ट्स लर्निङ ग्लोबल। सो आज चाहिँ म बिहानै 5:30 बजीतिर उठेर कफी लिँदैछु। यहाँ चाहिँ चाँडै नै सनराइज हुँदो रहेछ। लगभग 6 बजीतिर त तपाईँको पुरै घामै आउँदो रहेछ। अनि म चाहिँ कस्तो अचम्म परेको, नेपालमा त 7, 8, 9 बजीतिर सनराइज हुन्थ्यो। अब यहाँ चाहिँ एकदमै चाँडो समुद्री इलाका भएर पनि होला कि। सो आज चाहिँ मेरो डेस्टिनेसन भनेको पोर्ट ब्लेयरबाट रस आइल्यान्डसम्म हो। रस आइल्यान्ड चाहिँ अब यहाँबाट 25-30 मिनट जति लाग्दो रहेछ फेरीमा चढेर जानुपर्दो रहेछ। आज चाहिँ मौसम अलिकति क्लियर नै छ बिहान। सो हिजोसम्म चाहिँ पानी नै परिरहेको थियो, त्यही भएर चाहिँ फेरीको ट्राभल गर्ने चाहिँ अलिकति गाह्रै भएको थियो। अनि रस आइल्यान्डमा चाहिँ लगभग त्यहाँ चाहिँ फेमस भनेको मृग हिरणहरू चाहिँ त्यहाँनिर कन्जर्भेसन गरेर राखेको छ अरे। अनि त्यहाँ चाहिँ ब्युटिफुल बिचेस, लाइट हाउस अनि तपाईँको समुद्री पानीको कलर हो, त्यो चाहिँ एकदमै राम्रो छ अरे। अनि त्यसपछि त्यहाँबाट फर्किसकेपछि म होपफुल्ली नील आइल्यान्ड जान्छु होला। तर अब त्यहाँनिर अब मौसम कस्तो हुन्छ नभएदेखि त्यहाँबाट फर्केर एउटा स्कुटर हायर गरेर चिडिया टापु भन्ने यहाँबाट चाहिँ लगभग 25-30 किलोमिटर जति टाढा छ अरे। त्यो चाहिँ सनसेट पोइन्ट हो अरे। यो रस आइल्यान्ड चाहिँ सनराइजको लागि चाहिँ अलिकति राम्रै रहेछ। त्यो चाहिँ सनसेटको लागि चाहिँ चिडिया टापुमा गएर, चिडिया टापुमा चाहिँ लगभग बाई रोडै जानु पर्दो रहेछ। अनि अलिकति लामो भएको कारणले गर्दा चाहिँ स्कुटर हायर गरेर जानुपर्ने भन्ने सोचिरहेको छु। सो के हुन्छ बाटोमा म डिस्कभर गर्दै जान्छु। सो किप वाचिङ एन्ड डु सब्सक्राइब माई च्यानल फ्याक्ट्स लर्निङ ग्लोबल। थ्याङ्क यू। सो होटलबाट निस्किसकेपछि यो बाहिरको इन्भाइरोमेन्ट हो। सिटी एरिया छ, सानो टाउन जस्तो। अनि त्यहाँ चाहिँ त्यो क्लक टावर पनि राखेको रहेछ सिटी एरियामा, अनि फेमस रहेछ। अनि म चाहिँ त्यही रस आइल्यान्डकै लागि टुवर्ड्स द कम्प्लेक्स जाँदैछु। त्यो जाँदाखेरिको बिचको यो भिडियो इमेजहरू हो। டிசென்ட்டை வந்து லைட்டிங்ல கொடுங்க. பட் பிஃபோர் லைட்டிங் பிஃபோர் டைமிங் யூ ஜஸ்ட் சென்ட் இட் டு दिस वाटर स्पोर्ट्समा चाहिँ इन्ट्री गेटबाट हुने रहेछ। सो रस आइल्यान्डको लागि रस आइल्यान्ड चाहिँ त्यो आइल्यान्ड हो, यहाँबाट देखिएको छ। सो मौसम पनि एकदमै क्लिन वेदर थियो। अनि त्यसपछि सन पनि एकदमै राम्रोसँग निस्केको थियो। तर आज यहाँ सुनसान थियो। किन सुनसान थियो भनेर यसो विचार गरेर त्यहाँनिर सोधेको त अनफर्चुनेटली रस आइल्यान्ड चाहिँ आज भोलिको लागि चाहिँ बन्द गरेको रहेछ कि। त्यही भएर एकदमै बोरिङ भयो। किन भन्दाखेरि इन्डियाको भाइस प्रेसिडेन्ट खोइ को हो यहाँ आउनु भएको छ अरे। त्यो इन्डिपेन्डेन्स डेको लागि चाहिँ यहाँ फ्ल्यागमा चाहिँ उ गर्नको लागि ओपनिङ गर्नलाई। अनि त्यही भएर त्यो रस आइल्यान्ड चाहिँ क्लोज गरेको रहेछ। अब रस आइल्यान्ड क्लोज गरेको भएपछि त्यहाँ जाने कुरै भएन। त्यसपछि चाहिँ अब मैले अर्को अल्टरनेटिभ रुटको लागि चाहिँ हेर्दैछु। चिडिया टापु हुन्छ कि त्यसको लागि चाहिँ स्कुटर हायर गरेर जानुपर्ने हुन्छ। लेट्स सी। यो चाहिँ भ्यू पोइन्ट रहेछ यहाँको, एकदम सफा पानी। पुलिसको सिप रहेछ हो, यस्तो पुलिसको। यो चाहिँ एन्डामानको चाहिँ वाटर स्पोर्ट्स कम्प्लेक्स रहेछ। यहाँबाट चाहिँ रस आइल्यान्ड र उतातिर अर्को आइल्यान्ड जानको लागि चाहिँ फेरीबाट रहेछ। तर अनफर्चुनेटली चाहिँ आज चाहिँ यो बन्द रहेछ। खोइ के प्रोग्राम हुन लागेको छ अरे। त्यही भएर यस्तो राम्रो वेदरमा पनि बन्द हुने भयो कि एकदम स्याड। के गर्ने जस्तो भयो। यहीबाट अर्को आइल्यान्डतिर जान सकिन्छ कि हेरौँ के हुन्छ। भाइस प्रेसिडेन्ट आउने भएको छ, त्यही भएर भिआइपी भिजिट भएर चाहिँ बन्द भएको रहेछ। रिजन त्यो भएर मैले त्यहाँ पुलिसलाई सोधेँ। ब्याड डे भयो। अब यहाँबाट कहाँ जान सकिन्छ होला त। अब स्कुटर हायर गर्ने, अनि त्यसपछि चिडिया टापुको लागि निस्किनुपर्छ जस्तो छ।
स्विमिङ गर्ने ठाउँ पनि रहेछ यो। यहाँ वाटर स्पोर्ट्स कम्प्लेक्समा चाहिँ एकदम राम्रो फुटपाथ बनाएको रहेछ। यहाँबाट चाहिँ यो पुरै सिटीको भ्यू पनि देखिने र समुद्र पनि देखिने रहेछ। देखिएको चाहिँ पोर्ट ब्लेयरको चाहिँ मरिना पार्क भन्ने रहेछ। यो पोर्ट ब्लेयरको सिटीमै भएको कारणले गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ रोस आइल्यान्डमा जाने फेरीहरू र चिल्ड्रेन पार्कहरू यहाँ वकिङको लागि चाहिँ ठाउँहरू रहेछ। एकदमै राम्रो भ्यू हेर्न सक्नुहुन्छ। अन्डमानको मौसम चाहिँ एकदमै ड्रास्टिकली चेन्ज भइरहने। आधी घन्टामा घरि पानी पर्न खोज्ने, घरि एकदमै राम्रोसँग घाम लाग्ने, घरि हावा हुन्डरी आउने, त्यस्तो रहेछ। एकदमै तपाईँको यो अहिले मनसुन सिजन भएर पनि हो, अनि अहिले चाहिँ पानी पर्ने मौसम भएर पनि हावा आउने अनि क्लाउड पनि एकदमै देख्न मिल्छ हो। त्यही भएर चाहिँ यहाँको मौसम चाहिँ अहिले यो एकदमै चेन्जेबल छ। सो वाटर स्पोर्ट्स कम्प्लेक्सबाट बाहिर निस्किँदाखेरि चाहिँ 9:30-10 जति हुन लागिसकेको थियो। भोक पनि लागेको थियो अनि म ब्रेकफास्ट लिनको लागि त्यहीँको लोकल रेस्टुरेन्टमा चाहिँ रोटी सब्जी एकदम राम्रोसँग बनाउँदो रहेछ। अनि त्यही ब्रेकफास्ट लिएर अनि मैले चाहिँ स्कुटर हायर गर्ने प्लान गरेको थिएँ अनि स्कुटर हायर हेर्न जाँदैछु। सो यहाँ चाहिँ स्कुटर हायर गर्ने प्रोसेस चाहिँ एकदमै इजी छ। नेपाली लाइसेन्स भयो भने पनि मजाले मिल्छ। अनि त्यसको लागि चाहिँ स्कुटरको लागि 500 आइसी पर डे अनि 2000 रुपियाँ जति चाहिँ बन्ड मनी त्यहाँ राख्नुपर्ने रहेछ। अनि स्कुटर भइसकेपछि एकदम सजिलो ट्राभल गर्नको लागि जुन ठाउँमा पनि जानलाई चाहिँ अब कि त क्याबमा कि त अटोमा जानुपर्ने, अनि पैसा पनि अलि एक्सपेन्सिभ नै हुने सबै ठाउँ जाँदाखेरि स्कुटर भयो भने चाहिँ एक दिनको लागि 24 घन्टाको लागि दिँदो रहेछ। अनि आफूले पेट्रोल हालेर चाहिँ अनि स्कुटर कुदाउन पाइयो। त्यो भने चाहिँ एकदमै सजिलो हुने रहेछ। यहाँ चाहिँ यो सिक्लिफ भन्ने एउटा रेस्टुरेन्ट रहेछ। यहाँबाट चाहिँ राम्रो भ्यू आउँदो रहेछ सीको। वाउ, त्यो दामी भ्यू छ। सो यो चाहिँ पोर्ट ब्लेयर भन्दा अलिकति 3-4 किलोमिटर माथि सिक्लिफ भन्ने रेस्टुरेन्ट रहेछ। यहाँको भ्यू चाहिँ एकदम अमेजिङ रहेछ। सो म यहाँ लन्च गर्नको लागि आएको थिएँ, कफी र स्यान्डविचको लागि। भ्यू एकदमै राम्रो छ। Sandwich was amazing, and I am moving towards the Chiriatapu beach. So after lunch, म चाहिँ स्कुटरमा जुन हाइवे पकडेर चाहिँ चिरियाटापुको लागि 25 किलोमिटर चढेको छ अनि अन द वे छु।
ठ्याक्कै चिडिया टापु भन्ने ठाउँमा आउँदाखेरि यस्तो हावा चलेको छ, पानी पर्न लागेको छ भनेदेखि मान्छे उडाउने हावा छ। यस्तो डेन्जर हावा छ। सो यो ठाउँको नाम चाहिँ चिडिया टापु भनेर चाहिँ किन राखेको रहेछ भन्दाखेरि चाहिँ यहाँ चाहिँ चिडिया भनेको चाहिँ अब चराचुरुङ्गीहरू भयो। चराचुरुङ्गीहरूको लागि चाहिँ एकदमै कन्जर्भेसन गरेर राखेको रहेछ। चराचुरुङ्गी हेर्ने ठाउँ रहेछ यो। अनि त्यो आइल्यान्ड जस्तै खालको, अनि नजिकै एकदमै ठुलो रेन फरेस्ट भएको, त्यही भएर चाहिँ हेर्दाखेरि पनि एकदमै रमाइलो खालको रहेछ। त्यही भएर चाहिँ यसको हिस्ट्रीमा चाहिँ चिडिया टापु भनेर चाहिँ त्यसरी नेम्ड गरिएको रहेछ। यो चाहिँ चिडिया टापुको चाहिँ जैविक उत्थान पार्क रहेछ। चराचुरुङ्गी हेर्ने ठाउँ रहेछ यहाँ चाहिँ। मुन्डा पहाडबाट देखिने भ्यू रहेछ। मुन्डा पहाडबाट चाहिँ चिडिया टापु बिचको। सो एउटा इन्फर्मेसनको लागि चाहिँ हाउ टु रिच पोर्ट ब्लेयर और अन्डमान आइल्यान्ड फ्रम नेपाल। नेपालबाट अन्डमान आइल्यान्ड आउनको लागि चाहिँ पहिला सुरुमा चाहिँ इन्डियाको मेनल्यान्ड आउनुपर्छ। इन्डियाको मेनल्यान्ड आउँदाखेरि चाहिँ नेपालबाट एकदमै इजी छ, बाई बस, ट्रेन और फ्लाइटबाट पनि आउन सकिन्छ। डिपेन्ड्स अपन यर बजेट। अब बजेटमा तपाईँहरूले कस्तो गर्नुहुन्छ भन्ने कुरा नै डिपेन्ड्स हुन्छ। तर बेस्ट अप्सन भनेको चाहिँ तपाईँको इन्डियासम्म चाहिँ तपाईँहरू बाई बस और बाई ट्रेन आउन सक्नुहुन्छ एकदम अफोर्डेबल रेटमा। पूर्व तपाईँको सिलगढीबाट डाइरेक्ट कोलकाता आउन पनि सक्नुहुन्छ, अथवा रक्सोल पुणे नाकाबाट चाहिँ ट्रेनमासम्म कोलकातासम्म आउनुपर्ने हुन्छ। कोलकाताबाट आउनु भएपछि तपाईँहरूको दुईवटा अप्सन हुन्छ, एउटा बाई सिप और बाई एयर। अब बाई एयर चाहिँ मोस्टली कन्भिनियन्ट अप्सन हो पोर्ट ब्लेयरको लागि, किन भन्दाखेरि बाई एयर आउँदाखेरि चाहिँ तपाईँको 2.5 घन्टामा आइपुऱ्याउँछ। सिपबाट आउँदाखेरि चाहिँ एकदम लङ जर्नी हुन्छ, 4-5 दिनको हुन्छ। सो मोस्ट अफ द पिपल विल फलो द एयर सर्भिसेस टु रिच पोर्ट ब्लेयर। तपाईँहरू पोर्ट ब्लेयर आइसक्नु भएपछि चाहिँ अब त्यहाँनिर होटल अप्सनहरू पनि डिपेन्ड्स अपन यर बजेट हो। तर यहाँ पोर्ट ब्लेयरमा चाहिँ हल्का गर्मी नै हुन्छ। अनि एसीवाला रुमको लागि चाहिँ 1500 भन्दा माथिबाट राम्रो रुमहरू पाउँछ। 1500बाट 2000, 2500 आइसीको रुमहरू चाहिँ तपाईँले सेलेक्ट गर्नुभयो भने चाहिँ एसीवाला रुमहरू राम्रो भेट्नुहुन्छ। एगेन मैले भने अब बजेट अनुसार नै हुन्छ। बढी बजेट भयो भनेदेखि तपाईँको बढी नै फेसिलिटीहरू हुन्छ। कम बजेट हुँदाखेरि त्यही अनुसारको होटल सर्भिसेसहरू पनि एभाइलेबल छ। सो म चाहिँ चिडिया टापुबाट फर्केर चाहिँ त्यहाँनिर नेताजी सुभाष चन्द्र बोसले चाहिँ त्यहाँ फ्ल्यागको लागि चाहिँ उद्घाटन गर्नुभएको रहेछ फर्स्ट टाइम हो। त्यहाँनिर भिजिट गर्थेँ अनि म होटलतिर फर्केको थिएँ। इन्डियन गभर्मेन्टको फ्ल्याग उठाउनु भएको रहेछ। सो गाइज थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। म अबको दिनहरूमा पनि यस्तै भिडियोहरू बनाउँदै जान्छु। सो किप सपोर्टिङ मी एन्ड लाइक, कमेन्ट, सब्सक्राइब टु माई च्यानल। Thank you very much.